छेउको भने घुमे भने अब अनि केटीको कुरा हो अथवा जो अनि घुमे नामो अनि काली अथवा कालो अनि रङ भएको अनि स्त्री है महिला इत्यादि रसिक अरे रल भने चाहिँ यो हाम्रो कपाल हो कपालको पुरा सिङसिङ त्यसो भएको रसिक छेउको छेवा भने 1 करोड हो 1 करोड जति अनि अब रेमाकीको अनि परिवार भनौँ उहाँको अनि सेना भनौँ अथवा उहाँको जनता भनौँ सबै अनि रेमाली नामसँग अनि घेरेर आउनुभएको सम्झिनुपर्छ अरे घुमे नामहरू चाहिँ छेउको अनि यिनीहरू सबैले कहाँ बोलाएको छ भने टुटो बिरो कमी सोलदु अरे टुटो भने शमशान घाट जो हामीले टुटो भन्छ नि शमशान घाट बिरो भने चाहिँ मानिसको अनि के भन्छ अनि लास बिरो पाम भने चाहिँ अब लासहरू अनि सजीव नभएको मन नभएको प्राण नभएकोलाई भाम भन्छ भाम चाहिँ सोलदु यहाँले हामी अब आफ्नो ठाउँमा देशी गर्ने क्रममा हामी यहाँ ठाउँमा नाममा परिणत गरेर चाहिँ आफ्नो शरीर जन्मको जुन सबैको रगत मासुहरू चाहिँ यहाँसम्म जम्मा गरेर त्यसलाई अशुद्धलाई शुद्ध पारेर अनि अघि प्रसाद थिएन साधारण थियो यो प्रसादमा परिणत भएर अनि अथवा यो अमृतमा परिणत भएर चाहिँ अथवा शक्तिमा परिणत भएको चाहिँ अनि उहाँहरूले चाहिँ चलाउनुपर्छ कसलाई चलाउनु भने हो लुग्याको पकिएको चाहिँ तिमीले जुन लाटेलाई 제단계고 밀리고지 제단에 좀 거기에 지나가이 도전도 제일 도전에 좀 거기에 파대라이 아니 벌써 머리나 뭐 보면 아무라 진짜 꼬르 보고 꼬르롱 이제 대만이 나오고 परिवार अरु जनसङ्ख्या अरूलाई नै अनि आह्वान गरेर चाहिँ यो अनि चीज बीज खाने अमृत शक्ति अब प्रसाद नै चलाउनु है टुटो बिरो पनि चलाउनु सबै आह्वान गरेको आउनुहोस् बोलाएको हो है चलाउनु यो प्रसाद लिनुको निम्ति यो खाना पिना सेवन गर्नको निम्ति सबै आउनुहोस् भनेर सम्झिनुपर्छ टुटो बिरो पनि चलाउनु माथो माजा प्रवेश गर्नुहोस् माथो भने छिटो भन्दा छिटो कहीँ कतै पनि नछुइकन छिटो भन्दा छिटो आउनुहोस् माथो माग्याङ भने छिटो याङ भन्ने लामो समय हो माग्याङ भने शीघ्र अनि तत्काल अनि छेडिङमा छेन भएमै यहाँ आउनुहोस् भने माग्याङ दोदोसे सोच्नुहोस् पाहुनाको रूप गरेर चाहिँ यहाँ आउनुहोस् दोदोसे सोच्नुहोस् सबैले पाल्नुहोस् न भनेर आह्वान गरेको अब यति पर्ने बेलामा चाहिँ हामीले ध्वजासेवा तिमुरा अनि रेमाली नामको परिवार सबैलाई आह्वान गरेर त्यो चढाएको छ अब त्यो चढाइसकेपछि के भन्छ उहाँले हान्था गरेर खानुहुन्छ अनि उहाँ सबै खुसी गरेर जानुहुन्छ जानु भइसकेपछि के हुन्छ भने ध्वजासेवा तिमुरले गरेको सबै पाप नष्ट भएर चाहिँ हामी भित्र चाहिँ ध्वजासेवा तिमुर चाहिँ नष्ट भएन भनेर सोच्नुपर्छ ध्वजासेवा तिमुर चाहिँ अब सबै त्याग भयो सबै अब सबै विसर्जन भयो अथवा त्यहाँ निर्मूल भयो ध्वजासेवा तिमुर चाहिँ अब छैन भनेर महसुस गर्नु लागि त्यो ध्वजासेवा तिमुर चाहिँ शून्यमा परिणत भयो भनेर मनाशय हुनुपर्छ भनेर यो शब्दहरू चाहिँ यहाँबाट रहेछ माथो यदि बेला चाहिँ अनि के भन्छ हामीले फेरि 20 दोस्रो भन्छ नि ध्वजासेवा तिमुर त्यो रिस राग मोहसँग सम्बन्धित सबै देवी देवतालाई आह्वान गरेर चाहिँ उहाँ चढाउनु निम्ति रेमाली नामलाई पनि चढाउनु निम्ति अनि यहाँ पाल्नुहोस् भनेर पछि अनि उहाँले सेवन गर्ने क्रममा कस्तो सोच लिनुपर्छ भने यो जो सोच लिनुपर्छ अनि फेरि प्याट गर्ने बेलामा अनि ती पाहुनाहरू अनि आह्वान गरिसकेकोहरू चाहिँ पहिलो फट भन्ने बेलामा अनि बोलाएको सुन्यो दोस्रो फट भन्ने बेलामा उहाँहरू तयार गरेर आउनुभयो तेस्रो फट भन्ने बेलामा सबै यहाँ जम्मा भएको महसुस अब त्यही जस्तो कमिङ किन बजाउँछ नि हो कमिङ बजेको मतलब भने पहिलो कमिङ बजाउने बेलामा उहाँ पाहुनाहरूले सुन्यो दोस्रो कमिङ बजाउने बेलामा उहाँहरू तयार गरेर अब के अब शरीरमा लगाउने लुगा लगाउनुपर्छ कि अब क्रिम पाउडर फेसियल गर्नुपर्छ कि अथवा घोरा चल्नुपर्छ कि अब मर्सेको चल्नुपर्छ कि होइन आफ्नो भानहरूमा जे हुन्छ दोस्रोमा चाहिँ तयार गरेर आउनु पऱ्यो तेस्रो कमिङ गर्नुपर्छ भने
सबै यहाँ उपस्थित भयो भनेर त्यो सोच त्यो महसुस त हुनु पर्यो। त्यो फ्याटको मतलब पनि त्यो रहेछ र कमीको मतलब त्यो रहेछ। अब उहाँले आह्वान गर्नुभयो अनि के भन्छ के अब सङ्केतहरू दियो अनि कमी रहेछ। त्यस समयमा अब यहाँबाट चाहिँ के रहेछ भने खोटे रोज्ने जिम्मे नजोड्ने यो बेला चाहिँ आफैलाई अनि धर्ममा अब धेरै अब के भन्छ अशिवादले युद्ध भएको आफूमा धेरै अब भाग्यमानी भएको सम्झिनु पर्यो। किनभने आजसम्म संसारमा घुमेर संसारमा फसेर संसारमै अनि लिप्त भएकोहरूले के गर्छ भने म मेरो भन्दै धेरै पाप गराउँछ र त्यसको कारणले यो संसारमा कहिल्यै पनि उम्किन सकिँदैन। हो म त धेरै पुण्य कमाएको रहेछु नि, यो जस्तो धर्मसँग मैले सम्बन्ध राख्न सकेँ, गुरुकोबाट ज्ञान शिक्षा दिँदा सिक्ने अवसर मलाई पायो। ओ धर्म गऱ्यो भने धेरै पुण्य लाभ हुन्छ, पाप गऱ्यो भने त्यसको कारण धेरै दुःखको सामना गर्नुपर्छ भने त्यति त मलाई विश्वास छ। हो त्यसको सबैको मूल जड जस्तो चाहिँ चावाको छैन। जड जस्तो चाहिँ के रहेछ भने म भन्ने रहेछ। त्यो म नै अब यथार्थमा छानबिन गर्ने क्रममा यसलाई राम्रो रिसर्च गरेर म भन्दा कहाँ छ छैन रहेछ नि भनेर मैले महसुस भएँ, मैले थाहा पाएँ। त्यस गरेर आज म मेरो श्री सम्पत्ति मात्र नभएर यो शरीरदेखि लिएर सबै मैले अनि सबै अरूको निम्ति मैले अनि समर्पण गर्छु। त्यसको निम्ति अनि यो शब्द के पर्नुपर्छ खोटे रोज्यौँ जिम्मे नजोड्ने भन्थ्यो। खोटे पूर्व भनेर लोक भयो अनि द्या भने परलोक हो। लोक र परलोक भने चाहिँ मेरो नजरमा एउटै हो भनेर रोज्यौँ, एउटै स्वाद एउटै रस केही समान केही फरक छैन। लोक र परलोक भन्नुमा त अनि यो मनको परिचय नबुझेको समयमा पो अथवा मनको यथार्थ नबुझेको समयको मनको त्यो परिणाम चाहिँ यसको रूप र रङ नभएको अथवा मनको यथार्थ चाहिँ अब ज्योतिमाया भएको बुझेको दिन चाहिँ लोक र परलोक छैन। लोक र परलोक भने चाहिँ भिन्नता हुँदैन। त्यसैले आज मैले धेरै पुण्य कमाएको कारणले गुरुहरूको अथवा बाबुआमाहरूको अथवा धेरै अब आशीर्वाद पाएको कारणले आज मलाई यो क्षणमा पुगेँ। लोक र परलोक पनि समान छ, बराबर छ, केही त्याग्नु पर्ने अप्नाउनु पर्ने छैन। त्यस्तो बुझ्नु सक्ने ठाउँमा पुगेको छु भन्नु खोजेको। खोटे रोज्यौँ जिम्मे नजोड्ने डर रहित भए नगएको जिम्मे नजोड्वा भने योगी भनेको। अब यो शब्दले के बुझ्छ भने म पहिला साधारण थियो, साधारण भएको बेला धेरै पापहरू गरेँ। आज म त असाधारण, आज म धेरै महत्त्वपूर्ण त्यो ज्ञान अथवा पुण्य कमाउनको निम्ति म उपस्थित गएको छु। खोटे रोज्यौँ हेर्न सक्ने त्यस्तो क्षमता गर्नु म भनेको। त्यो खोटे रोज्यौँ जिम्मे नजोड्ने, त्यसमा म डर त्रस छैन भने जीवको व्यवहार नजोड्वा भने योगी म अब के गर्छु। डर त्रस नभएको योगीले के गर्नुपर्छ भने यो गर्नुपर्छ। सौम्य धुने चाहिँ क्या भाइ हामी धेरै जीवजीको तर्फबाट आउँछ। सौम्य धुने अनादिकालदेखि पहिलादेखि नै अहिलेसम्म म मेरो भने मेरो श्रीमान, मेरो श्रीमती, मेरो छोरा, मेरो घर, मेरो तेल, मेरो अब अमर, मेरो जीव ज्यान भन्दै त्यसको कारण चाहिँ हामी पाप भएको छ नि। त्योहरू सबै मैले पाप गरेको छु। त्यो सबै नष्ट गरेर चाहिँ सौम्य धुने चाहिँ क्या जन्मदेखि मेरो शरीर भनेर यसको माया, यसलाई पुरा प्यारो, यसलाई पुरा यसलाई स्याहार सुसार गरेर यो शरीरलाई पनि म आज म त्याग्दैछु गरेँ। साँच्चीकै त्यो रङ निकालेर मासु निकालेर हड्डी बाँझेर निकालेर सोच नै त्यस्तो विचार चाहिँ त्यस्तो यो लक्ष्य चाहिँ त्यस्तो हुनुपर्छ। सौम्य हुने चाहिँ क्या जन्मदेखि धेरै प्यारोसँग राम्रोसँग स्याहार सुसार गरे यो शरीर पनि केवल क्या भाइ नामे नजिक रुपियाँ कुम्बदेश वास्तवमा त भनेर छँदै छैनछ। नभएर पनि म भनेर चाहिँ मैले अनि त्यसमा आज्ञाको बसमा गरेर चाहिँ अहिले म नभए पनि म भनेर त्यस्तो अहन्ता घमण्ड गरेर धेरै पाप गरेको छु। नामे नर्जिल भन्छ म नभए पनि म भनेर त्यस्तो विचारले चाहिँ ठुल्पी कुम्बोदी ठुल्पा भन्ने भ्रम भएर चाहिँ अथवा केही नभए पनि म
भराको जस्तो गरेपछि अनि हामीले पापड गरिरहेको छ नानीहरूलाई उँभो त्यसको लागि गरिरहेको छ फेरि शरीरको लागि गरिरहेको छ स्कान्द अथवा यो शरीरको लागि गरिरहेको छ उँभोले आज के गर्छु धेरै आज चाहिँ म जिउवा छेउको महादान दिँदैछु महादान दिँदै जिउवा छेउको खाउँछु जिउवा गर्नु सक्यो भने अनि त्यो महादानको कारणले हामीले के प्राप्त हुन्छ भने धेरै पुण्य प्राप्त हुँदछ जिउवा छेउको खाउँछु अब केही पनि छैन आफूभित्र भराको यो प्रहान चाहिँ छान भरमा राज भएको एउटा अनुभूति हुनु पर्यो त्यस्तो सोच हुनु पर्यो त्यस्तो कल्पना हुनु पर्यो आफै चाहिँ माथि आफ्नो आत्मा त ठाउँमा नाम्बो भनेर सम्झेर त्यो शरीरले गरेको सबै अशुद्धहरू चाहिँ शुद्ध भएर चाहिँ फेरि प्रसाद त्यो चाहिँ म अनि द्वैचासँग सम्बन्धित देवी देवतालाई सेतासँग सम्बन्धित देवी देवतालाई अनि टिमुसँग सम्बन्धित देवी देवतालाई अनि पट्यो रेमाथि अनि पररौँ रेमाथि अरूलाई चाहिँ म अनि चलाउँछु भन्ने सोच लिनुपर्छ अरे फेरि जीवसिंहले तसो आउँछ अनि एउटा फेरि जिलुल मरिको खाले नि तिमुलु त सबै देशले सेताको बुझ अब जिनको युल भने चाहिँ धान दिने क्षेत्र अथवा केन्द्र अथवा ठाउँ चाहिँ कहाँ हो त भने जिउ चाहिँ अब दशैको ठाउँमा दशैको तिमुरा रेमाथि नामको चारवटाको परिवार चारवटाको संगठन अथवा चारवटाको अब यो ग्रुप चाहिँ हामीले चलाउनु पर्यो दिनु पर्यो नि हो त्यो ठाउँ चाहिँ को हो त भने यो हो अरे जिउ अनि मानिक खाले नि अब मानिक भने आज्ञाको बसमा परेर अनि त्यसको अब भ्रममा परेर चाहिँ अनि उत्पन्न भएको देवता र राक्षस अथवा देवता र सुरहरू चाहिँ सुर र असुरहरू चाहिँ अनि के को कारणले उत्पन्न भएको रहेछ तिमुल रूपमा सक्दैछ तिमुक भने आज्ञान अथवा मोह तिमुक भने चाहिँ आज्ञान हो त्यस कारण आज हामीले शिवको लो बनाउने भित्र पनि त्यसको बीचमा अनि एउटा सुँगुर एउटा अनि अब कुखुरा अथवा चारा अनि एउटा चाहिँ के रहेछ हामीले त्यहाँनिर अब सर्वरा छ नि हो त्यो भित्र अनि युदन अब फकफक भो अथवा सुँगुरको टबो भएको सुँगुर भएको आफ्नो कारण चाहिँ त्यहाँनिर आज्ञाको अनि प्रतीक हो त्यसो गरी इमुक रुदन शब्द रहेछ इमु भने आज्ञा हो मोह हो अनि त्योसँग सम्बन्धित जति पनि नाग ग्रहहरू अनि सादा अनि भूमिपतिहरू अथवा यो भूमि राजाहरू है साधक अनि देशक भनेको सबै परिवार अनि अरू देशक अनि आउनु पर्यो है वर्गहरू देशक चेतन के भएको काम चेतन अनि अब उनीहरूलाई दिनुपर्ने अनि अमृत अब प्रसाद अघि नै हामीले काम तयार गरेर राखेको छ कमाऊ हाउ एकचोटि गरेर त्यहाँ काम तयार हो त्यसै त्यहाँ दिनुपर्छ अनि त्यस्तै गरेर अनि यो चाहिँ तिमुसँग सम्बन्धित देउराहरूलाई अनि दिएको अनि दोस्रो चाहिँ सेरङ्गेको कोदम सम्झेन अरे सेरङ्गेको अब त्यो चाहिँ अब रिसको राजा चाहिँ को हो अनि सर्पसँग सम्बन्धित अनि सबै आउनु अरे अनि उहाँहरूले आउनुलाई चाहिँ आउनु भएपछि चाहिँ के दिने त अहिले अहिले झमक गरेको अमृत प्रसाद अथवा त्यो खानापिना चाहिँ चलाउनुपर्छ अरे दिनुपर्छ अरे सेरङ्गेको कोदम सम्झेन अब तेस्रो चाहिँ को रहेछ भने दोचक मतलब सेम्बो देश चाहिँ दोचक भने चाहना इच्छा अथवा मोह त्यसलाई के भन्छ यो राग पनि भन्छ न काम राग पनि भन्छ हो त्यो काम राग अनि दोचक अनि सँग सम्बन्धित अनि चराबाट गरेको जति पनि अथवा दोषीसँग सम्बन्धित सबै अनि देवी देवताहरू जति पनि त्यहाँनिर प्राणीहरू छ सबै आउनु छ दोचक हुँदैन सेम्बै देशहरू आउँछ अनि सेम्बोको यो वर्गहरू सबै यहाँ आउनुहोस् त्यताले त्यो खाले सिक्नु सक्नुहुन्छ अब त्यहाँबाट त्यो वैशिष्ट त्यो रिस राख्नुसँग सम्बन्धित अनि देवी र देवताहरू पनि धेरै ठुलो सानो मजाउला धेरै छ नि हो त्यता फेर्छु ताडे अरे ता भने देवता भयो जे भनेको असुर भयो अनि चे दिन्छौँ नभए चे धेरै ठुलो देवता अनि बीचको देउता जेठमाइला काहीँ छ जस्तो गरेर अनि सानो देउताहरू सानो राक्षसहरू सबै आउनु छ अरे त्यो रिससँग सम्बन्धित सबै आउनुहोस् अनि राग भने चाहिँ दोषसँग सम्बन्धित सबै आउनुहोस् त्यो मुख भने चाहिँ आज्ञासँग सम्बन्धित सबै आउनुहोस् अरे अनि त्यहाँबाट चाहिँ मानुर रुपमेवा सम्झेला अझ मानुर रुपमेवा कुनै पनि बाँकी नराखिकन सबैजना पाहुना हो नि बोलाइसिकेपछि तिनीहरू पाहुना हो त्यो पाहुनालाई
के दिने त अघिको जम्मा गरेको अनि अमृत भनौँ पछि दिनुपर्छ मालु लुगा मेवा काप्टेला एउटा पनि नरेगन एउटा पनि नछरेगन अनि नाइगन सबैलाई अनि काप्टेला अनि टुटो मेरो पनि सोचेको गरे टुटो अघि हामी स्वयं प्रमाणमा परिणत भइसक्यो हाम्रो शरीर चाहिँ अब घामचोक हाम्रो शरीर चाहिँ केमा परिणत भयो त्यो चाहिँ अब लाखमा परिणत भएको छ त्यो चाहिँ अमृतको प्रसादमा परिणत भइसकेको छ हो त्यो भएको ठाउँलाई चाहिँ के गर्ने हो टुटो भन्छ जो मान्छे मरेर घाट छ नि संसार घाट चाहिँ टुटो भएको टुटोमा के छ बिरो पाम छ अरे बिरोको मानिसको घाँस छ अरे पाम भने चाहिँ म्युजिक अथवा सचिव प्राण नभएको त्यो घाँसहरूमा अनि त्यो अमृतमा परिणत भइसकेको छ त्यो सेवन गर्नु लागि त्यो ग्रहण गर्नु लागि त्यो खानु लागि पिउनु लागि चाहिँ त्यो लानु निम्ति चाहिँ सबैलाई आउनुहोस् यहाँ जम्मा हुनुहोस् भन्नु खोजेको छ हामी सक्छ हुल सक्छौ हुल अरे सक गरेको प्रसाद हो शोभा भनेको पूजा हो अनि त्यो चढाउँछु अरे जेसु थापामा भक्तहरू सोभा जेसु थापामा पर्छ ती दशासेना तिमीसँग सम्बन्धित सबै देवताको वर्ग राक्षसको वर्गहरू सबैजना समूहहरू सबैजना उहाँकोसँग भएको अनि राजा प्रजाहरू सबै वरिपरि घेरिरहेका उहाँको सम्बन्धित भएको सबै आउनु सेनाहरू सबै आउनुहोस् अनि आएर किनभने यो चाहिँ अनि पुरा जेसु थापामा भनेपछि पुरा आन्तक गरेर सेवन गर्नुहोस् कुनै पनि अंश नराखेर केही पनि नराखेर खाली बनाउनुहोस् अरे जेसु थापामा हप्तो रोल जेसु थापामा हप्तो रोल जसरी हामीले आज अनि गाई गोरु मरेर सिनोहरू कार्यक्रममा चाहिँ गिद्धहरू आएर कुकुरहरू आएर अथवा त्यहाँ अब विभिन्न टाउरहरू आएर अनि अथवा किराहरू गएर चाहिँ त्यहाँनिर पुरा हत्ता गरेर खान्छ त्यो जसै गरेर हाम्रो शरीरमा भएको यो शुद्ध भागहरू सबै दशीसँग तिमीसँग सम्बन्धित देवी देवताहरू आउनु भएर सेवन गर्नुहोस् लिनुहोस् खानुहोस् पिउनुहोस् भन्नु खोजिरहेछ त्यसो ठाउँमा हप्तो भने अन्त गरेर दिनुहोस् अनि अब त्यो दशीसँग तिमीसँग सम्बन्धित देवीहरू सबै देवताहरू सबै राक्षसहरू सबै त्यो खाइसकेपछि तिनीहरूको पनि अनि जय भयो तिनीहरूको पनि पाप नष्ट भएर चाहिँ तिनीहरूको पनि सन्तुष्टि आनन्द भएर चाहिँ खुसी भएर चाहिँ हो अब चाहिँ खाएको जस्तो भयो साँच्चीकै पिएको जस्तो भयो भनेर चाहिँ उहाँहरू सन्तुष्टिसँग आनन्दसँग खुसीसँग परिएको सोच गर्नुपर्छ धेरै फ्याट परिस्थितिपछि धेरै जीविकाले चाहिँ यस आफ्नो रोगे चौमुसे दोस्रो हेर त्यसै गरेर जिरियु अरे जिरियु भनेपछि अब धान दिने क्षेत्र केन्द्र अथवा ठाउँ चाहिँ पूर्व तपाईँ पाउन आँटे दशासेना तिम्रो रिस राग उहाँकोसँग सम्बन्धित देवी देवताहरू रहेछ नि यो खाले थाम चाहिँ त्यो अनि प्रसादलाई त्यो अनि के भन्छ अब अमृतलाई चाहिँ थपथप भने चाहिँ पुरा अनि खाइसकेपछि चाहिँ अथवा भरपूर्वक खाइसकेपछि हो सबै के भयो साँच्चीकै अमृत खाइसकेपछि खाली भयो अरे सबैजना मासु चाहिँ खाइसकेपछि हड्डीमा परिणत भयो भने जस्तो केही पनि शेष लागेन भाँकी नरहेन यहाँ चाहिँ के भयो नि पुरा भयो अङ्गै अङ्ग जस्तो अथवा खानु नलिने चिजहरू मात्रै बाँकी भयो खानुपर्ने पिउनु हुने सबै उहाँले अन्त गरेर खानुभयो भनेर सोच्नुपर्छ अरे आफ्नो रोगे सोल्नु सिन्धु सोहौँ अरे अनि त्यस पछाडि अनि के सम्झिनु पर्ने रहेछ भने अब यो अनि तीनवटा दशीसेना तिमीसँग सम्बन्धित देवी देवताहरू चाहिँ त्यहाँ हामीले सबै शून्यतामा भिड भएको महसुस गर्नु पर्यो त्यो सबै हराउनु पर्यो अदृश्य पो हुनु जानु पर्यो कसरी अदृश्य भयो भने यहाँबाट लेखेको छ छेबे छुसो हो अरे छेबे छुसो त्यहाँ हामीले हेर्दै हामी त यस समयमा पालना होइन त्यसको होइन केटा होइन के होइन थोमा नाम हो भन्दा अब केही पनि सम्झिनु भएन अब त्यस कारणले आज यो थोमा नाम अभ्यास गर्ने क्रममा आफन्तहरूसँग साथीभाइ दिदीबहिनीहरूसँग समूहमा भन्दा पनि पहिला आफै एक्लै बसेर यसको राम्रोसँग अभ्यास गर्दा गरेर बसेपछि अनि पछि अनि सामूहिक रूपमा गरे पनि हो ठ्याक्क हामीले आफ्नो सोच अथवा आफ्नो के भन्छ ध्यान भनौँ अथवा हामीले समाधि भनौँ त्यसमा दायाँ बायाँ हामी त्यहाँ बस्दैन
छेवे चुसो छेवा भने के भने ठुलो देउता हो अथवा शरीर ठुलो भएको देउता हो शक्ति धेरै भएको देउताहरूले चाहिँ के खायो भने सम्झिनु पर्यो चुसो अरे सानो देउता हुँदैन उहाँले खाएको ठुलो माछाले सानो माछा खाएको हुँदै गरेर चाहिँ ठुलो ठुलो देउताहरू चाहिँ सानो देउताहरू सबै उहाँले निल्यो अनि खायो अथवा मुखमा हाल्यो अरे छेवे चुसो अरे चोसुङ्गे चोस न अब चोसु भने चाहिँ मूल तीनजना देउता छ नि एउटा भाइको टाउ गरेको एउटा सर्वको टाउ गरेको एउटा चराको टाउ गरेको तिनीहरू चाहिँ अब लिडर हो त्यो चाहिँ प्रमुख हो त्यो चाहिँ सबभन्दा ठुलो हो तिनीहरूले सानो सबै उहाँले निल्यो खायो पियो अरे चोसुङ्गे चो अरे अब दसैँ सेवा तिमुको ठुलो देउताहरूले सानो देउता सबै खायो भनेको ग्याल्पै मसो अरे ग्याल्पो अब तिमु ग्याल्पो भने नि तिमुको ग्याल्पो चाहिँ के छ त भने भाइ अथवा सुँगुरको टाउको छ नि त्यो सुँगुरको टाउको गरेको चाहिँ कसले खायो भने त्यो चाहिँ डुल्गो भने चाहिँ अब सर्पको टाउको गरेर त्यसलाई निल्यो अरे अब त्यहाँ सुँगुरको टाउको गरेको छैन भन्ने कुरा है सुँगुरको टाउको गरेर चाहिँ अब यो सर्पको टाउको गरेर खायो ग्याल्पो सो ग्याल्पो मोस हो अरे त्यो चाहिँ सर्पको टाउको गरेको पनि कसले निल्यो खायो भने चाहिँ त्यो पनि सदस्यको मोसो भने चाहिँ म भने चाहिँ चाइ दोङ्छे अर्थात् चराको टाउको गरेको त्यसले अनि के भयो निल्यो अरे अब सुँगुरको टाउको गरेको परिवार पनि छैन अब सर्पको परिवार गरेको टाउको पनि छैन सर्पको टाउको गरेको परिवार पनि छैन अब चाइ दोङ्छे भने चाहिँ अब दोसाकको खामो दोसाकको ग्याल्मो हो नि हो रागसँग सम्बन्धित ग्याल्मो त्यो पनि छैन अरे त्यसले ग्याल्मो मोसो अनि यो अनि कुखुराको अथवा त्यो चराको टाउको गरेको दोसाकसँग सम्बन्धित रानी अनि त्यो चाहिँ कसले खायो भने त्यो चाहिँ रेमाली नामले खायो अरे सादा छेम्बेसो हो अरे रेमाली नाम भने सादा छेम्बो भने चाहिँ अघि भाइ त्यसमा कोर्देको मरेली नपछि भने त्यसले अनि निल्यो खायो अथवा अब मुखमा हाल्यो अरे सादा छेम्बेसो होस् या कोही मोसो सादा छेम्बेसो होस् न यहाँ नामो छेम्बो चिम्बेसो सादा छेम्बो भने चाहिँ अब कुखुराको टाउको गरेछ यहाँ नामो छेम्बे चिम्बेसो होस् र नामो छेम्बो रेमालीले अनि निल्यो अरे नामो छेम्बे चुर्मी सो चुर्मी भने मुखमा हालेको छ अब मुखमा निलेको हो अरे चिम्बेसो होस् त्यसपछि खोर्दा सोसो चुगुलोको याद गर्छ अनि त्यो रेमाली नामोको खोर अथवा उहाँको अनि वरिपरि अनि उहाँको सेना भनौँ अथवा अनुयायी भनौँ अथवा प्रजा भनौँ कति रहेछ नि 1 करोड चेवा भन्छ नि चेवेको भन्छ नि 1 करोड रहेछ नि त्यो सबै अनि उहाँले खायो अरे खोर्दा पुँसो चुगुलो हुँदै खोर्दा पुँसो उहाँको खोर सबै खायो उहाँको सेना त सबै च्याउनु गर्यो अनि अन्तिममा कहाँ गयो भने सबै नै चोगो भयो अरे धर्मकायामा परिणत भयो अरे त्यहाँ कहीँ कतै छ र छैन अरे धर्मकाया भने के हो भने रूप छैन रङ छैन कुनै पनि त्यहाँ पनि के हो चिन्ह भन्ने छँदै छैन दोसाकसँग सम्बन्धित पनि चोगोमा परिणत भयो सेदाङसँग सम्बन्धित देवी देवता पनि चोगोमा परिणत भयो अनि दोसाकसँग सम्बन्धित तिमुसँग सम्बन्धित पनि अनि कोटोमो रेडी नामो चेवा सबै केमा परिणत भयो भने चोगोमा परिणत भयो भनेर सम्झिनुपर्छ कोटा पोसो चोगो लोको चोगो भनेको धर्मकाया जसको रूप र रङ छैन चोगो भन्छ त आफ्नो यो आजको यो हाम्रो मन छ नि मलाई राम्रो परिचित भयो भने राम्रो चिनारी भयो भने राम्रो चिन्नु सक्यो भने महसुस गर्नु सक्यो भने त्यसले बिउजेको हेर्नु सक्यो भने चाहिँ त्यो नै चोगो हो जसको रूप र रङ छैन एउटा के भन्छ ज्योतिमाया प्रकाशमाया सधैँ छैन सत्यता चाहिँ त्यो मात्र हो अरे त्यसमा सत्यता चोगोमा परिणत भयो अरे चोगो अनि यो चाहिँ अब यो रिस राग महाको देवी देवता सबै चोगोमा परिणत भइसकेपछि यहाँ भए चाहिँ मुवा हो के को मुवा यो अनि नाकेको मुवा दाग हिँड्न मेरो सेवा गर्छ कसो सोच्नु पर्यो भने अनि त्यस पछाडि दाग दाम हुन्छ म भने म फलानाको बाउ फलानाको आमा अथवा फलानाको दाइ दिदी बहिनी अब जो भन्छ नि त्यो भनेर त वास्तवमा छँदै छैन अघि कमन नाम मात्र छ यहाँ त कमन नाम पनि अनि त्यो शरीरको यथार्थ चाहिँ यस्तो हो भनेर सम्झिनु पर्यो दागमा हिँड्न मिलाउँछ दाग भन्ने वास्तवमा छैन
गाउँ खेत अथवा जे पनि चिजबिजहरू छ दृश्यहरू छ यो पनि वास्तवमा छैन अरे यो समय के अरे इन्द्रिय जस्तो मात्र हो सपना जस्तो मात्र हो छाया